राजा आओस् नआओस् आफ्नो ठाउँमा छ, तर जनतालाई एउटा पिसफुली बाँच्न त दिन पर्यो नि। हामी लिटरली सासै फेर्न सकिरहेको थिएनौँ, भित्र ज्यान जोखिममा थियो। ज्यान जोखिममा थियो। मैले यहाँ हजुरलाई रेकर्डिङ देखेँ, 1 मिनट हेर्नु, 1 मिनट 4 सेकेन्ड मैले पुलिससँग पनि बोलेँ। उहाँले हामी एकदम सफोकेट गरिरहेको छ, मैले सास फेर्न सकेको छैन। जस्ट मलाई बाहिर निकालिदिनु। हामीहरू धेरैजना थियौँ, लगभग 20-25 जना थियौँ। अर्को बिल्डिङको धुवा हाम्रो बिल्डिङमा छिरेर त्यो बिल्डिङमा छिरेर हामीले सास फेर्न सकेका थिएनौँ। हामीले निकालिदिनु भनेको पुलिसबाट राम्रोसँग रेस्पोन्ड पनि आएन। त्यसपछि हामी पछि झर्दाखेरि चाहिँ पुरै असुर ग्यासको बिचमा हामी जस आँखाभरि आँसु लिएर हामी बाहिर निस्क्यौँ, सास पनि फेर्न सकेका थियौँ। भइसकेपछि पनि पुलिस हामीलाई ठ्याक्कै हो, लिटरली हामी जस बल्दा पुलिसले यो घर यत्रो बेर बल्यो, प्रहरी प्रशासन तत्काल चाहिँ आएन। लिटरली उल्टै असुर ग्यास हामीमाथि प्रहार भइरहेको थियो, तलपट्टि असुर ग्यास प्रहार भइरहेको होइन। त्यो जब रेस्क्यु, अब हामीलाई त मान्छेले रेस्क्यु केही न केही त उपाय गर्नु पर्यो। जब निस्क्यो ठ्याक्क खुट्टा अगाडि असुर ग्यास हालिदिनु भयो। त्यसपछि भर्खर प्यानिक भएर निस्केको मान्छे पनि झन् प्यानिक। मसँग यहाँ भिडियो फुटेजहरू पनि छ, यहाँ कुनै पनि त्यस्तो भएको छैन। कसैले राजा हो भन्थ्यो, कसैले राजा नहो पनि भनेको थियो, कसैले भनिरहेको थियो। त्यहाँ त्यही उनीहरू बिच क्लास भइरहेको थियो, तर बिचमा पुलिसले आएर चाहिँ यस्तो गर्न नहुने थियो होइन। डेमोक्रेसी होइन। हामी म जस कलेजबाट फर्किँदै थिएँ, कलेजबाट फर्किँदा यहाँ एकदम असुर ग्यास प्रहार भएपछि यहाँ दाइले नै हामीलाई भित्र तानेर लानुभयो, किनभने सेफ होस् भने एउटा ह्युम्यानिटी देखाएर हो। उहाँ दाइले पनि हामीलाई एउटा ह्युम्यानिटी देखाउँदाखेरि उहाँलाई नै अहिले यस्तो लस भयो भनौँ न, करोडको लस भएको छ। उहाँको भित्र यति मात्र यो जति देखाएको छ त्यो मात्र होइन, उहाँको भित्र कम्प्युटर सर्भरहरू पनि कति धेरै क्रास भएको छ। मैले लिटरली सबै कुरा देखेँ माथि होइन। यस्तो चाहिँ पुलिसले चाहिँ यस्तो गर्न नहुने। डेमोक्रेसी जनको पनि क्षति भएको छ, मान्छेको चाहिँ लिटरली टाउकोमा ढुङ्गासुङ्गाहरू प्रासम्म भएको छ, त्यस्तो रगत आउने अलिअलि सिचुएसन भएको, त्यस्तो गम्भीर सिचुएसन चाहिँ भएको छैन। तर यस पुलिसले त्यस्तो एप्रोच देखाएन। डेमोक्रेसी भनेको त जसले मलाई जे मन लाग्छ मैले त्यो भन्न पाउने एउटा भनौँ न प्रोटोकलमा बसेर। तर कसैले कुनै एउटा ग्रुपले राजा आओस् भनेर र्याली गरिरहेछ, एउटाले नगरोस् भनेको छ। दुइटैलाई बोल्ने अधिकार त छ नि। ल ठिक छ, राजा आउने हो भने डेमोक्रेटिक म्यानरबाट आओस्, नआउने भने पनि डेमोक्रेटिक म्यानरबाट नआओस्, ठिक छ। तर यसरी पुलिसले आएर यसरी इन्टरफेयर गर्न हुँदैन। त्यो अर्को बिल्डिङबाट त्यसरी मानवाधिकार लोकतन्त्रको छिटै थिएन कि यो छिटै थिएन। पुलिसले जुन आज अप्नायो, म डेमोक्रेसीसँग पनि कुनै नाराज छैन, यो अहिलेको राजतन्त्रसँग पनि यो राजावादी आन्दोलनसँग पनि केही होइन। तर आज जुन पुलिसले गरेको एप्रोच चाहिँ 1% पनि राम्रो हुँदै होइन।